यो चोचेको गिरेबी यो गिरेबी भएर यो मासु चोचे हाम्रो साग ढेँडो आम्मा आज चाहिँ चोचेको मासु खानु भनेको बफाउनु पर्यो यहाँ त्यही भएर कप बोइल गरेर फ्याँक्ने हो चिम्टा भन्दा एक गोप्नु सक्नुहुन्छ काट्नु अनि पर्परमा भुट्छ भुटेर यो चाहिँ भुटेर खाने काँचो खाने अब आज घेर खाना होला साग किनौँ यता पनि छ यो चाहिँ यतिकै तेल चल्दा तेल नहाल्ने तेल हालेर गलत हुन्छ तेल बोका पनि छ है ल ल ल साग पनि भुट्नु पर्यो अब साग भुटेर अलिक त नुन पनि लाउनु पऱ्यो नुन पनि धेरै त लाउनु हुँदैन धेरै चर्को हुन्छ त्यही भएर साग भुट्नु पऱ्यो काटिदिन्छ हो किन काट्नु भनेको 5 किलो काटिन्छ त्यो भए पनि ओ रात रात भइसक्यो हुन्छ त्यसको लागि चलाउनु पऱ्यो त्यसलाई हेर्नु अनि ओ डरलाई त बोटा बोटा गरेर चाहिँ हानी भयो राम्रोसँग उस भने मिठो हुन्छ रस क्या के हुन्छ नि त यो रस त होइन यस्तो रस खायो भने के हुन्छ त हालत पनि यो त समस्या हुन्छ है फाल्नुपर्छ अन्त बाइक राम्रो भयो मेरो समस्या भनेको यही हो अब अलिकता यो चाहिँ राख्नुपर्छ फेरि किनभने ल अब तेल पनि हाल्नुपर्ने आएको छ है टमाटर लगाएको यस्तो भयो बनाएको कहाँ हुन्छ नि एकचोटि हाल दुईचोटि हाल्नु अब यो चाहिँ हो भयो दाम हुन्छ नि त टमाटर त्यो हाल्नु चाहिँ मतलब हो भयो मलाई टेस्ट भन्ने गरेपछि ग्रेभी त खानु पर्यो नि अन्त ल ढिँडो मासु क्या मार्दै पाक्नु लाग्यो पाक्यो भने नि हुन्छ फापर मात्रै हो क्या हो होइन होइन कोदोको छ अनि कोदो र फापर अलिकति फापर बढी छ हो लास्टै मिठो होला दामी हुन्छ राम्रो मार्दै पनि आजकल त ढिँडो त यस्तो मिठो लाग्न थाल्यो कि पहिलापल्ट त वास्तै हुँदैन थियो बुढी भएको कुरा अहिले त पहिला गाउँमा है त्यति अवस्था पहिला गाउँमा बस्दा यस्तै चामल मैदा खानु नपाउँदाखेरि च्याख्ला के अरे चामल मैदा खानु पाए हुन्थ्यो अनि मासुसँग चामल खानु पाए हुन्थ्यो थुक्पा खानु पाए हुन्थ्यो मोमो खानु पाए हुन्थ्यो भन्थ्यो आजभोलि चाहिँ फेरि जहाँ सहरमा जाओस् कि विदेश जाओस् कि स्वदेश बसोस् कि खालि ढिँडो र च्याख्ला ढिँडै मात्रै खोज्छ अहिले चाहिँ फेरि यस्तो अवस्था पनि भयो अब अहिले चाहिँ मान्छेको शरीरले पचाउनु पनि सक्दैन होइन यो ढिँडो भनेको त पिठो त पचाउँछ अहिले अब यो अर्ग्यानिक पनि अलि पाउँदैन नि त जतासुकै केमिकल हालेर खाना खानुपर्छ जे पनि के गर्नु हुन त्यही पनि केमिकल नगएर त के किरा लागेर फल्नु दिँदैन के गर्नु समय त्यस्तो छ समयअनुसार चल्नु पर्यो त्यही हो ल यसको ए बब्बाल भएछ अनि पाएको छ अनि पाएको छ धनियाँ हाल्नु त हरियो प्याज
अब एकछिन छोपौँ ल म छोप्छु यो ल फाइनली यस्तो भयो हाम्रो चाहिँ ग्रेभी चाहिँ झिसेको छ यहाँ त्यो झिकेको छ होइन भिडियोसँग खानु भनेर हेर्ने पाकेर बबाल भयो ल बुढी लगाउँ त यहाँ हेर्नु त दादा चोची चाहिँ बबालै होला सुन्तली है मुखबाट त बबाल हुने भयो यहाँ यी मुला पनि थाल काटेको छ यी भाँडा साग छ हरियो साग यो पनि बजाइन्छ होला हेरौँ है त कस्तो हुन्छ खाना चाहिँ खाएपछि थाहा हुन्छ मिठो छ कि छैन भन्ने कुरा चाहिँ हेर्दा त मिठो देखिन्छ क्या सुरु गरौँ ल अब सुरु गरौँ ल। अब हामी चाहिँ सुन्तली मुखबाङमा बजाइदियो है त हामीले मुखबाङ कोदो र फापरको ढिँडो लिएर अनि चोचेको मासु लिएर चोचेकै ग्रेभी होस् अनि रायोको साग हो आज खानु लागिरहेको छु है त खालो मुला पनि खानु लागेको छ तपाईँहरूले पनि खानुभयो कि खानु भएन है चाइनिज साग पनि यहाँ छ यहाँ अब खायो भने साग चाइनिज साग पनि छ ल हामी खायौँ है त सुरु गऱ्यौँ है त ल सुरु गरौँ सुरु गरौँ सुरु गरौँ ल कस्तो भयो सुरु गरौँ है त ल सुरु गरौँ आज ग्रेभी गरेर सुरु गरौँ है ठिक छ साग पनि चाखिने साँच्चै नै ठिक छ सुन्तली मुखबाले चोच त बबालै बनाउँछ त साँच्चै नै अस्ति पनि खाएको है सोचेको छ फेरि यो पाकेर के पाउँछ गाउँहरूको लोकल जस्तै भेट्छ तर लोकल छ चाहिँ है त हो है त बुढी एउटा प्लेट के हो त मान्नुपर्छ ल ग्रेभीमा फेरि मासु दिँदा पनि छ नि भन्नै तिमीले 2 ठाउँ हालेको नि मासु त दिँदा पनि छ अहिले तिमी रातो खान्छौ भने चाहिँ ल यस्तो खोल साटो है के हो चाहिँ पेपर मलाई चाहिँ पेपर धेरै लाग्यो तैँले पनि बट्टा गाह्रो हुन्छ खाँदै होला कस्तो मिठो के ढिँडोमा चाहिँ साह्रै मिठो हुन्छ नि है ढिँडोमा साँच्चै मिठो हुन्छ यो त मासु चाहिँ खास चाहिँ लोकल जस्तै रहेछ हेर सदा गोलभेडाको अचार बनाएको थिएँ अस्ति म खुट्टा फर्केर वाक गर्दाखेरि लडेको थिएँ 2-3 दिन थाहा भयो अनि त्यहाँ डक्टरले 1-2 दिन अमिलो पिरो बार्नु है भन्नुभयो त्यही भएर मैले खानु छोडेछु खोर्सानी खोर्सानी पनि खोर्सानी पनि नत्र नभए त खोर्सानी त लास्टै खाने हो नि त म त साटो ल तिमी रातो खाने भए रातो खोला खाँदै गर्नु न त्यही राख्नु त्यत्रो रात काम मैले खाइदिइहाल्छु नि तिमी रातो बनाउँछ म त यस्तो सेता पनि खान्छु म त यस्तो सेतो चाहिँ म यस्तरी खान्छु म सेता एउटा सेतो खानु पऱ्यो नि सेतो त सुँगुरको मासु मलाई त भएकै कुरा अलि सेतो छैन भने त त्यति मजा लाग्दैन यामी यामी अघिलाई ए कति फाले हामीले फेरि यो पानी निकालेर बुह मिठो भयो ढुङ्गा चाहिँ जोस् मिठो छ यो फलेर मासु धेरै खाएँ आज मैले पहिला मासु धेरै खान्थेँ रातो खानु रातो रातो खानु रातो
हेर्दो रहेछ मजा मलाई पुस्यो मलाई दिनु पर्दैन तिमी खान्छ खाऊ यस्तो माया खानु फारा जस्तै म भर्खर कुन चोरी खाँदैछु अगाडि आउनु पनि खान्छु हो अझै फलफुल खान्छ मलाई खान्छ साग मन खाने आज मिठो पायो त्यो मिठो मासु म त हड्डी त कस्तो मिल्नु क्या मिठो पाइछ आज मेरो चाहिँ त्यो न हड्डी चाहिँ ताप्रै फेब्रो हो यसो ठुलो ड्याङ्गी हामी खानु मजा आउँछ है हड्डी बिग्रिँदैन क्या अब छुटौँ है अब भिडियो पनि धेरै लामो भयो होला होइन तपाईँ हेर्ने मान्छेलाई पनि बोर लाग्न सक्छ त्यही भएर बिस्तारै खानु अब छुटौँ फेरि अर्को भिडियोमा भेटौँला होइन अब अर्को सोच कतिजनाले मन पराउनुहुन्छ लाइक सेयर पनि गर्नु नभन्नु होला सुन्ताली मुमालाई माया गरिदिनु होला है सबैजनालाई बाई 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 कमेन्ट सब्सक्राइब